दावा एमसी 420 मोडलको इन्टरेक्टिभ बोर्डमा चाहिँ आज हामी एनएफसी कार्डलाई कसरी इनेबल गर्छौं भनेर सिक्न गइरहेछौं। सुरुमा हामी मोरमा जान्छौं, त्यसपछि सेटिङमा जान्छौं, त्यसपछि हामी सिस्टम सेक्युरिटीमा जान्छौं। सिस्टम सेक्युरिटीमा गएपछि हेर्नुहोस् त तपाई पिन अनलक द प्याटर्न एपलकहरु छ, एपलक राखिएको छ पहिले सुरु, एनएफसी फंक्सन दिएको छ तल, लक स्क्रिन दिएको छ। सबभन्दा सुरुमा हजुरले लक स्क्रिन अन गर्नुपर्ने हुन्छ। त्यसैगरी त्यसपछि अनलक प्याटर्नमा जानुपर्ने हुन्छ, एउटा प्याटर्न दिनुपर्ने हुन्छ बोर्ड अनलक गर्नको लागि। जस्तै मैले यसमा एम राखेको छु, यता हेर्नुस् त एम राखे, फेरि डबल भेरिफिकेसनको लागि। यसलाई अब हामीले बोर्ड अनलक गर्नको लागि यो प्याटर्न पनि राख्न मिल्छ। यो प्याटर्नको साथसाथैमा अब हामी एनएफसी कार्ड कसरी एड गर्ने, अब यसलाई चाहिँ हामीले फेरि अहिलेको प्याटर्न राखेर अनलक गर्छौं र यता हेर्नु त एनएफसी कार्ड डाटाबेस भनेर म्यानेजको लागि जान्छ। अब फेरि यसलाई अनलक गर्छौं हामी। त्यसपछि यता हेर्नुस् त एनएफसी कार्ड डाटाबेस भनेर एड एनएफसी कार्ड आयो। त्यसपछि यता हेर्नु त प्लिज ब्रिङ द कार्ड क्लोजर टु द एनएफसी सेन्सर अफ द डिभाइस विदिन 23-4 सेकेन्ड हुन्छ। यहाँ हेर्नुस् त एनएफसी को सेन्सर दिएको छ, त्यहाँ हामी एनएफसी को कार्ड यो स्वाइप अप गर्छौं। स्वाइप अप गरेपछि यसले लिइसक्यो। यसलाई हामी रिडिट नाम राख्छौं। अब यसमा मैले RAM HAMKAR राखे, यसमा मेरो नाम राखे, ओके गरे, यसलाई ओके गरे। यो गरिसकेपछि हाम्रो यो एनएफसी कार्ड यसले एक्सेप्ट गरिसक्यो। अब क्रस गर्छौं र हामीले एकचोटि बोर्डलाई लक गर्छौं अगाडिको बटन थिचेर। वन क्लिक बोर्ड इज लक्ड। अब बोर्ड लक भइसकेपछि फेरि बोर्डलाई हामीले अनलक गर्नको लागि यसलाई हामी फेरि प्रेस गर्दाखेरि यसले बोर्ड लक भइसकेको छ भने देखाउँछ। अब यसरी देखाइसकेपछि त्यहाँ हेर्नुस् त यसलाई हामीले प्याटर्न हालेपछि यताबाट अनलक हुने भयो। जस्तै यसरी हामीले प्याटर्न हालिसकेपछि अनलक हुने भयो र फेरि चाहिँ हामी बोर्डलाई लक गर्छौं। लक भयो, फेरि अनलक गर्नको लागि हामी फेरि स्वाइप अप गर्छौं र हेर्नु यहाँ यु क्यान अल्सो युज द एनएफसी फर भेरिफिकेसन। यो कार्ड हाम्रो स्वाइप अप भइसकेको छ, यसले यो कार्ड लिइसकेको छ, यसलाई हामी स्वाइप अप गर्छौं। स्वाइप अप गरेपछि हाम्रो इन्टरेक्टिभ बोर्ड ओपन हुने भयो। यसै गरी नै तपाईहरुले आफ्नो एमसी 420 मोडलको इन्टरेक्टिभ बोर्डमा चाहिँ हाम्रो एनएफसी कार्ड इनेबल चाहिँ गर्न सक्नुहुन्छ।